Hello from Nainital. कस्तो छ यहाँ? मा नैना देवी मन हामीले हाम्रो नैनीतालको यात्रा अत्तरिया धनगढीबाट सुरु गर्यौं। हामीसँग बाइक पनि थियो, त्यही भएर बाइक लिएर चाहिँ हामी महेन्द्रनगरसम्म जाने गड्डा चौकीमै चिनेको आफन्त हुनुहुन्थ्यो, उहाँसँगै उहाँकोमा बाइक राखेर चाहिँ जाने भन्ने प्लान गरेर निस्क्यौं। तर महेन्द्रनगर पुगिसकेपछि हाम्रो साथीहरू पनि आउँदै हुनुहुन्छ भन्ने थाहा भएर चाहिँ अब उहाँहरूलाई कुर्नु पर्यो, सँगै जान हुन्छ भन्ने सोचेर चाहिँ कुर्दा कुर्दै हामी दोधारा चाँदनी गयो। त्यो दिन हामी दुईचोटि दोधारा चाँदनी गयो। एकचोटि पहिला उहाँहरूलाई कुर्दा कुर्दै, अर्कोचोटि भनेको चाहिँ उहाँहरूसँग सँगसँगै फेरि हैन। अब त्यहाँ पुगिसकेपछि चाहिँ अब घुम्यौं एकछिन, अनि त्यहाँ नजिकै चाहिँ भाइरल रोड भनेर रहेछ। हुन त नेपालमा भाइरल हुनलाई त्यस्तो धेरै केही हुनु पर्दैन, तर त्यहाँ पुगिसक्दा चाहिँ भ्यू चाहिँ राम्रो थियो, अनि ठुलो बाटो, पिच बाटो, राम्रो भ्यू भइसकेपछि के चाहिन्छ र नेपालले भाइरल हुनलाई। त्यही भएर नामै चाहिँ भाइरल रोड रहेछ। धेरैजनाले चाहिँ सोध्नु भएको थियो कि तपाईँ त्यहाँ पुगिसकेपछि चाहिँ भाइरल रोड पुग्नु भयो कि भएन भनेर। हामी पुगेर फर्क्यौं। पछि हामी त्यहाँबाट चाहिँ होटल खोजेर होटलमा बस्न फर्किन्छौँ। के छ त, के लागिरहेछ? गाडी चाहिँ हामीले अघिल्लो दिन नै बुक गरेका थियौँ, त्यही भएर हिँडेर चाहिँ हामी गाडी भएको ठाउँसम्म चाहिँ पुग्यौँ है। तपाईँहरूलाई कसैलाई गाडीको डिटेल चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु भए पनि हुन्छ। त्यहाँको बोर्डर चाहिँ 2-2 घण्टामा खुल्ने बन्द हुने हुँदो रहेछ। टाइममा जानुभयो भने चाहिँ कुर्नु पर्दैन। ल स्मिता, फाइनल्ली हामी निस्किरहेछौँ। हेलो फ्रम बनमासा होइन, बनमासा हो। हामी चाहिँ अहिले नैनीताल जाँदैछौँ। अहिले चाहिँ ठ्याक्क बनमासा भन्ने ठाउँमा छौँ। हामी रिचार्ज गर्नलाई लिइरहेछौँ, ठाउँ रोकिरहेछौँ। इन्डियन सिम त छ तर ब्यालेन्स छैन, डेटाहरू लिनुपर्ने रहेछ। इन्डियाको रोडहरू चाहिँ बवाल नै हो है। अब हामीले यहाँ त पुरै खाल्टाखुल्टीवाला देखिरहेको, यतिसम्म कि डाइभर्सनमा पनि मोजाइक टाइल हालेर प्रपर डाइभर्सन बनाएको थियो कि। हामी चाहिँ खाना खानको लागि राउत फ्यामिली रेस्टुरेन्टमा आइपुगेका छौँ। अब हामी खाना खान्छौँ र अगाडि हेरेर होइन है। धेरैजनालाई चाहिँ इन्डियाको बजारवाला पार्ट देखेको भएर चाहिँ नराम्रो लाग्छ होला, अब यस्तो छ उस्तो छ भन्ने खालको। तर हामी गएको बाटोहरू पनि राम्रो थियो, ठाउँ पनि पुरै गाउँ एरिया, गाउँ खेती थियो धेरै। अनि जब पहाड सुरु भयो नैनीताल जानको लागि, त्यहाँबाट चाहिँ पुरै जामहरू सुरु भयो। बाटो राम्रो थियो, भ्यू सब ठिक थियो होइन। तर नैनीतालको सिजन सुरु भएको भएर प्रपरली नै जाम थियो, राम्रै जाम थियो। यति धेरै टाइम लाग्ने त्यहाँ मुभ हुनलाई पनि, अनि कसैले बिचमा ओभरटेक गरेर गाडी अड्क्यो भने झन् झ्याउ के। अनि त्यही भएर एकदम स्ट्रिक्टली रुल्स फलो गरेर गाडी चलाउनु होला। भ्यू चाहिँ ठ्याक्कै नेपालको नै झल्को दिने खालको थियो होइन। अर्को एउटा लागेको पार्ट पर्सनल ओपिनियन है, ठ्याक्कै त्यतातिर चाहिँ पहाड रिजन कम हुँदो रहेछ। अनि कतै डाँडा काँडा देख्यो भने चाहिँ होटल बनाइदिइहालौँ, एउटा भ्यू पोइन्ट हुन्छ भन्ने खालको कि जस्तो पनि लाग्यो है। फाइनल्ली हामी नैनीताल पनि आइपुग्यौँ। यो चाहिँ मल रोड हो, ठ्याक्कै नैनीतालको इन्ट्रान्स। मान्छे हेरेर होला नै। यहाँ त टुरिस्ट एरिया हो बप्पुजी। बल्ल एउटा डेलिभरीवाला देखेँ मैले, कति नोटिस गरिरहेको थिएँ होइन, यत्रो बाटोमा एउटै डेलिभरी राइडर हिँड्दैन भनेर। यही हो, कस्तो आर्टिफिसियलवाला देख्दो रहेछ त। के गर्नुहुन्छ हजुरले घुमेर पछि म पार्किङमा राखेर from Nainital.
कस्तो छ यहाँ मा नैना देवी मन्दिर कतिको भिड छ यहाँ हातमा आएन भने हराइन सक्छ मोबाइल हराउँदाखेरि अब इन्डिया आइसकेपछि डोमिनोज त पस्नै पर्यो किनकि नेपालमा डोमिनोज छैन। नैनीतालको एकदमै राम्रो लागेको पक्ष भनेको चाहिँ यहाँ मस्जिद मन्दिर चर्च सबै एकै ठाउँमा छ, एकदमै नजिक नजिक सँगसँगै जस्तो नै छ। ब्याड न्युज, हामीले नैनीतालमा कतै पनि होटल रुम पाउँदै पाएनौँ। हामीले बेलुका खाना खाने बेलामा त्यही स्ट्रिटमा घुमेर खाइरहेको थियौँ। त्यहाँ पनि कतिजना नेपाली अथवा अरू पनि हुनुहुन्थ्यो जसले चाहिँ आफ्नो लगेजै बोकेर हिँड्नु भएको थियो। त्यही भएर हामी भीमताल गएर बस्ने डिसाइड गर्यौँ। हामी त्यहाँबाट फर्किने क्रममा चाहिँ हाम्रो गाडी एक्सिडेन्ट पर्यो, अर्को गाडीसँग ठोक्यो। हाम्रो गाडी यहाँ रिपेयर भइरहेको थियो भने अर्को एक्सिडेन्ट भएको वाला गाडीलाई चाहिँ अन्त कतै लानु भएको थियो। हामीले हल्द्वानी छौँ, यहाँ चाहिँ एकदम सुकुम्बासी अवस्थामा कुरेर बसिरहेछौँ। हाम्रो नैनीतालको ट्रिपको खासमा हिजो गएर आज फर्किने भनेर, तर नैनीताल चाहिँ एकदमै बिटर एक्सपिरियन्स। अनि नेक्स्ट टाइम इन्डिया ट्रिप नै नआउँ जस्तो रेकमेन्डै नगर्नेवाला खालकोसम्म भयो हामीलाई होइन। एकदमै नराम्रो कि हुन्छ नि, बरु योभन्दा त फार बेटर बरु पोखरा छ बस्नको लागि। अनि कसैले आएर पनि तपाईँलाई प्लेन बेड मात्र सुतेको मात्रै एकदमै सिम्पल रुमको लागि पनि आइसी 25-3000 लिँदैन होइन। पोखरामा गयो भने एटलिस्ट 1000-1200-1500सम्म बेसिक बस्नेवाला रुम चाहिँ पाउँछ नै। यहाँ चाहिँ कस्तो भने सबैलाई ठग्नु मात्रै छ, पैसा कमाउनै छ, सिजन हो, यही टाइममा मात्रै हो भन्ने खालको। अर्को चाहिँ हामी कस्तो टाइममा आएछौँ भन्दाखेरि ठ्याक्कै इन्डियाको पनि 3 दिन बिदा रहेछ। अनि सबै एकदमै आउने मान्छेहरू सबै हुनुहुन्थ्यो। त्यही भएर अलिक वरिपरि चाहिँ होटेलहरू पाएको थिएन, सबै देख्थ्यो। ट्रान्सपोर्ट पनि अब त्यहाँहरू फाइदै भयो, भिडभाड बढी थियो। त्यही हिसाबमा पनि अलिकति टाइम पनि अलिकति खुल्ला भएको टाइममा चाहिँ आउनुपर्ने रहेछ आयो भने। अनि अर्को होलिडे पनि हेर्नुपर्ने, किनकि अब हामी त हाम्रो न्यु इयर भनेर पो आयौँ होइन। तर अब हामीलाई त थाहा छैन नि त उहाँबाट त्यत्रो ट्राभल गरेर हामी जति पोखरा जान्छौँ त्यति मान्छे त आउँदैन होइन। अलिकति फ्लो पनि कम हुन्छ, नयाँ ठाउँ पनि एक्सप्लोर हुन्छ भन्ने हिसाबले चाहिँ हामी नैनीताल जाम भनेर चाहिँ काम गरेर निस्केको थियौँ। त्यति भए पनि यहाँ स्याटरडे सन्डे मन्डे 3 दिनै बिदा पर्थ्यो। अनि न्यु इयर त मन्डे भयो, आज पनि बिदा हो नि त होइन, आज पनि यहाँ बिदा हो। अनि त्यो भएको भएर पनि भिड बढी भयो होला, पुरै खुट्टा टेक्ने ठाउँ थिएन भने जस्तै थियो। बाटोमा आउँदाखेरि होटल बुक गर्नको लागि पनि कति चेक गऱ्यौँ, कस्तो होटलै नपाउने, 8000 10000 12000 आइसी। अनि यहाँको मान्छेले बरु हाम्रो नेपालकै हस्पिटालिटी सेक्टरबाट केही सुरु गर्ने चाहिँ छ। लास्टमा हामी गुरुद्वारा पसेर चाहिँ घर फर्क्यौँ। भित्र फोटोहरू चाहिँ खिच्न नपाउने रहेछ। र हाम्रो ओभरअल ट्रिपको हाइलाइट चाहिँ यही हो। कहिले पनि एकै ठाउँमा यत्रो धेरै बारहसिंह चराईहरू चाहिँ देखाएको थिइनँ मैले। थ्याङ्क यू फर वाचिङ।